म अब यो घरमा बस्न सक्दिनँ। सधैँको लागि यो घर छोडेर जाँदैछु। के नचाहिने कुरा गरेको बुहारी? यो घर तिम्रो हो। यो घर छोडेर तिमी कतै पनि जानु पाउँदैनौ। कसरी यो घर मेरो हो बा? म यहाँ हुनु र नहुनुको कुनै पनि अस्तित्व छैन। कसरी यो घर मेरो हुन सक्छ? आमाको लागि म नाति दिन नसक्ने एउटा बाजे आइमै हुँ। तपाईहरुको लागि केवल सहानुभूतिको पात्र। उहाँको त के कुरा गर्नु। आफ्नो जिम्मेवारी र कर्तव्यको अलिकति पनि महसुस छैन उहाँलाई। टेन्सन भयो भन्दैमा भट्टीमा गएर रक्सी खाएर भट्टीकै साउनीलाई स्वास्नी बनाउन भ्याउनु भयो। मैले धेरै सहे। अब मसँग सहन सक्ने क्षमता छैन।